ल हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु द न्यू भिडियो। सो थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नु होला आजको भिडियोको बारेमा। सो आजको भिडियो चाहिँ अलिकति हेर्न लायक अथवा च्यालेन्जिङ खालको छ है। आज मैले तिमीलाई विथ डेमो म चाहिँ कसरी सल्भ गर्छु यो क्वेसनलाई अनि कति मिनेटभित्र चाहिँ मैले इङ्ग्लिसको सिट चाहिँ कम्प्लिट गर्छु अथवा कम्प्लिट गर्थेँ है। मेरो प्र्याक्टिसमा पहिला है मेरो इन्टेक 23, 24 र 25 मा कसरी मैले चाहिँ प्र्याक्टिस गर्थेँ है घरमा। म चाहिँ चट्ट है अब टाइम स्टार्ट गर्थेँ हैन। अब ठ्याक्क मैले चाहिँ अब टाइम स्टार्ट गरेर है हेर्न सक्छ भाइहरूले। अझ मैले क्लियरली बुझाउन अझ चट मैले चाहिँ आफ्नो पारामा मैले चाहिँ एन्सरहरू लेख्छु अनि तिमीलाई चाहिँ पछि बुझाउँछु। सो अन्तिमसम्म चाहिँ हेर्न नबिल है त। र मैले टाइम स्टार्ट गरेँ। ल है टाइम स्टार्ट भयो। अब सुरुमा मैले आफ्नो नाम लेख्छु सुरेश राजकोटी अनि मैले डिस्क नम्बर लेख्छु 03। अब मैले सिधै क्वेसनतिर जान्छु। अब यो मैले रुलहरु चाहिँ अलरेडी नै घोकिसकेको छु नि त हैन। अलरेडी प्र्याक्टिस गर्दा गर्दा मेरो दिमागमा सेभ भइसकेको छ। अब क्वेसन नम्बर 1 बाट जाँदा व्हाट क्वेसन डज दिस स्टेटमेन्ट एन्सर द ग्रास इज ग्रीन भनेपछि इज द ग्रास ग्रीन अनि मैले क्वेसन मार्क दिन्छु। अब त्यसैगरी क्वेसन नम्बर 2 मा छ। क्वेसन नम्बर 2 मा छ फिनिश द सेन्टेन्स युजिङ करेक्ट प्लुरल एन्ड ओड अर्डर अफ बक्स एन्ड एप्पल्स। I packed 3 boxes of apples। यहाँ चाहिँ अलरेडी नै बनाएको रहेछ त्यो भएको कारणले गर्दा इफ यहाँ चाहिँ नभए भए चाहिँ मैले चाहिँ बक्सेस अफ एप्पल्स लेख्थेँ है। अब क्वेसन नम्बर 3 मा चाहिँ सर्कल द वर्ड व्हिच क्यान स्टार्ट विथ अन। अब यहाँ वर्ड भन्ने बित्तिकै मैले एउटालाई मात्र छान्छु। अनह्याप्पी हुन्छ, अनलाफ, अनसी, अनफेयर, अनस्मार्ट, अननोन, अनटिडी, अनफोल्ड। मैले चाहिँ सर्कल भन्ने बित्तिकै एउटालाई मात्रै सर्कल गर्छु अथवा तिमीले अनफेयरलाई पनि गर्दा पनि हुन्छ है। अब क्वेसन नम्बर 4 मा underline the word which complete the sentence. He is a fast music orange happily dance भनेपछि fast runner underline। अब क्वेसन नम्बर 5 मा which word come after house alphabetically A B C D K L M N O P Q R S T U यो हुन्न अनि हिरो जन सुरुमै आउँछ यो पनि हुन्न अनि होटल K L M N O P Q R S T यो पनि हुन्न KLMNOPQRSTU यो पनि हुन्न भनेपछि हाम्रो कुन हुन्छ त हंग्री भनेपछि हंग्रीलाई सर्कल गर्न पर्यो। अब क्वेसन नम्बर 6 मा राइट दिस वर्ड इन द करेक्ट अर्डर विथ पंक्चुएसन। पार्क आई टु द आई वेन्ट टु द पार्क। अब क्वेसन नम्बर 7 who fill in the missing word there are many clouds अनि स्पेलिङ CLOUDS clouds आकाशमा किनकि क्लाउड्स हुन्छ नि त हैन। राइट अ वर्ड टु कम्प्लिट द सेन्टेन्स एन्ड सो बट बिकज आई मिस द बस बिकज आई लेफ्ट बिकज क्वेसन नम्बर 9 राइट दिस सेन्टेन्स युजिङ विथ करेक्ट पंक्चुएसन। he likes football he likes football cricket and basketball। अब मेरो ट्रिकहरु चाहिँ अपनाउन सक्छ है मैले कसरी गर्छु है। अब क्वेसन नम्बर 10 मा स्ट्रङ वाइन्ड भनेको आवा व्हाट वर्ड डज दिस डिस्क्राइब अन्डरलाइन योर एन्सर स्ट्रङ ब्लू रन सफ्ट जम्प भनेपछि स्ट्रङ भयो अन्डरलाइन भने छैन अन्डरलाइन। ल मैले यति भए 10 वटा क्वेसन भए अब 10 वटा बाँकी छ है। अब 10 वटामा चाहिँ हाम्रो क्वेसन नम्बर चेन्ज द verb टु फिट द सेन्टेन्स सी हैज प्लस गन। verb 3 राइट दिस सेन्टेन्स चेन्जिङ द सब्जेक्ट टु we are eating lunch। अब क्वेसन नम्बर 3 सर्कल द वर्ड दैट इज नॉट पार्ट अफ द सेट ब्लू ग्रीन येलो हर्स भनेपछि हर्स नहुने भयो। अब क्वेसन नम्बर 14 व्हाट टाइप अफ वर्ड इज रन रन भनेको verb नै हो सिधै। क्वेसन नम्बर 15 व्हिच 3 लेटर्स शुड बी क्याप्चर्ड। अब यहाँ चाहिँ तीनटा छैन भनेपछि एउटै छ एउटै मात्र लेख्नु पर्यो। अब गयौँ हामी प्यासेजमा जस्तै अब प्यासेज पढ्छौँ भने द हिमालयज आर one of the youngest and tallest mountain ranges in the world
They stretch across 5 countries: Nepal, India, Bhutan, China, and Pakistan. Mount Everest, the highest peak in the world, lies in Nepal. These mountains are not only beautiful, but they are also important for diversity, weather patterns, and water sources. Many rivers, including the Ganges and the Brahmaputra, originate from the Himalayas. Climbs from around the world visit Nepal to trek and summit peaks. How many countries do the Himalayas pass through? भनेको त्यो across 5 countries भनेपछि 5 लेख्नु पर्यो. अब क्वेशन नम्बर 17 मा which river mentioned in the passage starts from the Himalayas? Which rivers भने चाहिँ rivers भइदिएको छ दुईटा हुन्थ्यो. रिभर भन्ने बित्तिकै अब हाम्रो के छ गंगा भनेपछि GANGES एउटा अथवा द ब्रह्मपुत्र लेखे पनि हुन्छ है. अब क्वेशन नम्बर 18 मा where is Mount Everest located? अब माउन्ट एभरेस्ट कहाँ छ त? लाइज इन नेपाल भन्ने बित्तिकै नेपाल. अनि अर्को स्पेल दिस वर्ड करेक्टली. रेस्टुरेन्ट अफ प्लेस टु इट फुड भनेपछि रेस्टुरेन्टको स्पेलिङ के हुन्छ? RESTAURANT. अब क्वेशन नम्बर 20 इफ यु लस्ट योर फोन हाउ वुड यु फिल? अब सर्कल गर्नु भनेपछि अब लस्ट फोन हराएपछि त हामी के हुन्छ? स्याड हुन्छ नि त हैन. अब स्याड हुन्छ. ल मैले चाहिँ ठ्याक्कै 5 मिनेट 56 सेकेन्ड भित्र चाहिँ मैले क्वेशन सके. अब चाहिँ मैले यतिकै गर्नु भएन कि. अब मैले फेरि यसलाई के गर्छु त? फेरि रि गर्छु. अब रि गर्दा चाहिँ मेरो मिस्टेकहरु के छ त मैले त्यो चेक गर्छु है. फेरि रिचेक गर्ने बेला चाहिँ के हेर्छु त? सुरुमा नाम र डिस्क नम्बर चाहिँ हेर्छु लेखेको छु कि नै. अब लेखेको छु, यो चाहिँ डन भयो. अब म जान्छु क्वेशनतिर है. अब मेन कुरा मैले चाहिँ अब सुरुमा लेख्दा चाहिँ खेरि चाहिँ तिमीलाई के सजेस्ट गर्छु भन्दाखेरि भित्र चाहिँ तिमीले पेन्सिल हुन्छ हैन. सुरुमा लेख्दाखेरि त्यो पेन्सिलहरु चाहिँ अलिकति तीखो हुन सक्छ. त्यो भएको कारणले गर्दा अलिकति टेबलमा हल्का धसेर त्यो चाहिँ लेख. अनि त्यो डार्कमा गराएर पुरा धसेर चाहिँ नलेख. किनभने त्यो चाहिँ फेरि मेट्न पर्यो भने तिम्रो पछि राम्रोसँग मेटिदैन. त्यो भएको कारणले गर्दा नर्मली लेख है बुझिने हिसाबले. अब म क्वेशन नम्बर 1 मा जान्छु. द ग्रास इज ग्रीन भनेपछि इज द ग्रास ग्रीन. ठीक छ हैन. यो ठीक छ. यसलाई रिचेक गर्न पर्दैन. अब क्वेशन नम्बर 2 मा finish the sentence using the correct plural word of the box of an apple भनेछ. I packed 3 boxes. यहाँ चाहिँ अलरेडी दिएको छ है boxes of apples भन्ने बित्तिकै यो पनि सक्यो है. अब क्वेशन नम्बर 3 सर्कल द word which can start with run. अब यहाँ word भनेछ नि त हैन. हिजो अस्तिको सेटमा पनि रिपिट भइसकेको छ यो क्वेशन चाहिँ. सर्कल भन्ने बित्तिकै के गर्नु पर्छ? यहाँ सर्कल गर्न पर्यो. अब अप्सन एउटा वर्डलाई एउटा भनेपछि ह्याप्पी, अरु यो लाफ, सी, फेयर जुन मिले पनि तिमीले चाहिँ एउटा भनेछ भने जुन लाउँदा नि हुन्छ एउटा. मैले चाहिँ ह्याप्पी लगाए है. अब त्यसै गरी क्वेशन नम्बर 4 मा गए म चाहिँ अन्डरलाइन द वर्ड व्हिच कम्प्लिट द सेन्टेन्स. सी इज अ डट डट रनर भनेपछि म्युजिक रनर हुन्छ, ओरेन्ज रनर हुन्छ, ह्याप्पीली रनर हुन्छ, डान्स रनर हुन्छ भनेपछि फास्ट रनर हुन्छ. हामी चाहिँ फास्टलाई अन्डरलाइन गर्यौं. यो पनि ठीक है. सब रिचेक गरे मैले. अब क्वेशन नम्बर 5 व्हिच वर्ड्स कम आफ्टर हाउस अल्फाबेटिकली. अब हेर यहाँ सुरुमा हाम्रो के आउँछ? ABCDE हिरो आउँछ. अनि त्यसपछि ABCDE FGHIJL अब O को पाला आउँछ HO. अब सबैमा HO छ. अब के आउँछ सुरुमा? HOT छ, यहाँ P छ, यहाँ R छ. ABCDE FGHIJKL MNOP QRST भनेपछि HOPE आयो. अनि HOKLMNOPQR हर्स आयो. अनि ABCKLMNOPQR ST भनेपछि HOTEL आयो. अनि हाउस आयो. KLMNOPQR STU भनेपछि हाउस. अनि लास्टमा हाम्रो अब O सकेपछि KLMNOPQR STU भनेपछि HUNGR आयो. अनि हाम्रो चाहिँ के हुन्छ त अप्सन हंग्री आयो. अब हामी चाहिँ सर्कल गर्न पर्यो हंग्रीले. अब व्हिच अफ वर्ड भनेछ नि त यहाँ. अब अप्सन भन्ने बित्तिकै हामी चाहिँ हंग्रीलाई सर्कल गर्यो है. यो पनि ठीक. अब क्वेशन नम्बर 6 राइट दिस वर्ड इन द करेक्ट अर्डर विथ पंक्चुएसन. अब यहाँ चाहिँ सुरुमा हामीले भर्ब खोज्नु पर्यो. आई छ. अनि सुरुमा सब्जेक्ट खोज्नु पर्छ. सरी सब्जेक्ट आई छ. अनि भर्ब वेन्ट टु द पार्क. यो पनि ठीक छ. गर्न पर्यो 1 2 3 4 5 1 2 3 4 5 है. यो ट्रिक पनि लाउनु पर्यो.
अब क्वेसन नम्बर 7 फिल इन द मिसिङ वर्ड देयर आर मेनी क्लाउड्स इन द स्काई भनेपछि अब आकाशमा त के हुन्छ क्लाउड्स हुन्छ हैन भनेपछि त्यो पनि तिम्रो त्यतिको चाहिँ क्याच गर्ने क्षमता त हुनु पर्यो है त्यो चाहिँ क्लाउड हुन्छ अब जस्तै रिभरमा के हुन्छ वाटर हुन्छ हैन सीमा के हुन्छ वाटर हुन्छ त्यो चाहिँ बुझ्नु पर्यो तिमीले अब क्वेसन नम्बर 8 मा यो पनि ठीक छ हैन राइट अ वर्ड टु कम्प्लिट द सेन्टेन्स एन्ड सो व्हाट बिकज आई मिस द बस भनेपछि उले चाहिँ बस मिस गरिसकेछ किनकि उ चाहिँ घरबाट ढिलो निक्लिन्छ लेट निक्लिन्छ भनेपछि बिकज हुने भयो हैन अब क्वेसन नम्बर 9 मा रिडाइट दिस सेन्टेन्स विथ करेक्ट पंक्चुएसन ही लाइक्स फुटबल क्रिकेट एन्ड बास्केटबल भनेपछि ही क्यापिटल हुने भयो लाइक्स फुटबल कमा क्रिकेट एन्ड बास्केटबल अनि फुल स्टप अब अ स्ट्रङ वाइन भनेको हावा हैन हावा व्हाट वर्ड डज दिस डिस्क्राइब अन्डरलाइन योर एन्सर भनेपछि हाम्रो ब्लू हो हैन रन हैन सफ्ट हैन जम्प हैन हाम्रो स्टम हो के भन्छ यसलाई तुफान भन्छ के भन्छ हैन त्यो हुने भयो अब जाम क्वेसन नम्बर 11 मा रिचेक यसरी गर्न पर्यो रिचेक अब क्वेसन नम्बर 11 मा चेन्ज द वर्ब टु फिट द सेन्टेन्स सी हैज प्लस जहिले पनि के हुन्छ त वर्ब 3 हुन्छ गो को वर्ब 3 के हो गन हो यो पनि ठीक छ अनि क्वेसन नम्बर 12 रिडाइट दिस सेन्टेन्स चेन्जिङ द सब्जेक्ट टु वी भनेपछि ही को ठाउँमा वी इज को ठाउँमा आर किनकि वी सँग इज लाग्दैन आर इटिङ लन्च फुल स्टप भयो हैन अब त्यसैगरी क्वेसन नम्बर 13 मा सर्कल द वर्ड दैट इज नट पार्ट अफ द सेट अब ब्लू ग्रीन येलो रेड भनेको कलर हो अनि हर्स भनेको त हैन भनेपछि हर्सलाई सर्कल गरेमी यहाँ सर्कल भन्छ नि त हैन अब हाम्रो जाम क्वेसन नम्बर 14 मा व्हाट टाइप अफ वर्ड इज रन नाउन भर्ब एडजेक्टिभ भनेपछि रन भन्ने बित्तिकै के हुन्छ हाम्रो भर्ब हुन्छ जहिले पनि अब यहाँ क्वेसन नम्बर 3 मा चाहिँ 15 मा चाहिँ के भन्छ भन्दाखेरि व्हिच 3 लेटर्स शुड बी क्यापिटल भनेछ अब क्यापिटल लेटर्स भन्छ अब यहाँ चाहिँ 3टा लेटर छ त आवश्यक छैन नि त भनेपछि मन्डेको याम मात्र ठुलो हुन्छ अरुको सब सानो हुन्छ भनेपछि 3टा खोजिराख्नु पर्यो परेन नि त यहाँ चाहिँ म्याक्सिमम भागले मिस्टेक गरिरहेको हुन्छ है 3टा भनेपछि 3टै खोज्नु जतिवटा मिल्छ त्यति नै लेख्ने अब जस्तै यहाँ व्हिच 3 लेटर्स शुड बी इन क्यापिटल लेटर भनेर तिमीलाई चाहिँ अब दुईटा दियो भने दुईटा लेखिदिने अब जस्तै व्हिच लेटर्स शुड बी क्यापिटल लेटर भनेको अब तिम्रो 3टा छ भने 3टा लेखिदिने है अब जाम हामी प्यासेजमा है मेन इम्पोर्टेन्ट भनेको प्यासेज द हिमालयज आर यो तिमीले चाहिँ प्यासेज पढ्नु पर्यो पक्का हैन अब क्वेसन नम्बर 16 मा जाँदा हाउ मेनी कन्ट्रीज डज द हिमालयन पास थ्रोज भनेछ अब 5 म चाहिँ अलिकति मिस्टेकली क्यापिटल लेखेथे 5 तर यहाँ चाहिँ हाम्रो 5 चाहिँ क्यापिटल लेख्न पर्ने आवश्यक छ हैन छैन नि त भनेपछि सिधै हामीले 5 लेख्दै पुग्यो अब 17 मा व्हिच रिभर्स मेन्सन इन द प्यासेज स्टार्ट फ्रम द हिमालयज भनेछ अब हाम्रो चाहिँ यहाँ दुईटा नदी छ नि त हैन यहाँ गंगाज र द ब्रह्मपुत्र अब तिमीले चाहिँ एउटा चुज गरेर लेख्न पर्यो रिभर भने रिभर्स भनेमा चाहिँ हामीले दुईटा लेख्न पर्थ्यो अनि अझ चाहिँ एउटा लेख्न पर्यो अब वेयर इज माउन्ट एभरेस्ट लोकेटेड अब त्यो चाहिँ नेपालमा नेपालको यहाँ ठुलो अनि यहाँ चाहिँ गंगाजको पनि नदीहरुको नाम पनि क्यापिटलमा हुन्छ भनेपछि यहाँ यो पनि क्यापिटल भयो है अब हाम्रो 19 मा स्पेल दिस वर्ड अब रेस्टुरेन्टको स्पेलिङ अब थाहा हुनु पर्यो नर्मली हैन RESTAURANT अनि अर्को क्वेसन नम्बर 20 मा इफ यु लस्ट योर फोन अब हामी फोन हराएपछि त हामी पक्कै पनि स्याड हुन्छ नि त हैन दुखी हुन्छ सो आजको भिडियो चाहिँ यति नै छ अब अनलाइन पढ्ने भाइहरु चाहिँ यसमा सम्पर्क कन्ट्याक्ट गर्न सक्छ अनलाइन क्लास चाहिँ धमाधम सुरु भइरहेको छ अब चाहिँ जीसी को सिलेक्सन पनि सक्यो अलमोस्ट सायद धेरै छैन अब चाहिँ पक्का बिएको क्लासहरु हुन्छ सो थ्यांक्स फर वाचिङ सी यू नेक्स्ट भिडियो